वेलकम गाइज न्यू ब्लगमा आज चाहिँ हाम्रो यहाँ रिता बुनुको बर्थडे सेलिब्रेटी हुँदैछ गाइजहरू हेर्न सक्नुहुन्छ यहाँ सबै दर्शक महानुभावहरू छ यहाँ खोइ अरूलाई बोलाउ न के हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ यहाँनिर होइन भालो न यो एकजनाले यो भालो न रिता बुनु यहाँनिर बस्न यहाँ बस्दा तिम्रो सबैलाई बालो बालो सब केटीहरू खुवाउने केटाहरू बर्थडे बुनु निधारको इशारा गाइजहरू देख्न सक्नुहुन्छ आज रिता बुनुको बर्थडे सेलिब्रेट हुँदैछ हाम्रो यहाँ कलको चाहिँ टोपी डेन्जर छ एकदमै उत्कृष्टमा केक काट्दै हुनुहुन्छ यहाँ देख्न सक्नुहुन्छ एकदम कन्फिडेन्समा आफ्नो साथीहरूले खुवाउनुको लागि देख्न सक्नुहुनेछ दर्शक महानुभावहरू निकै नै छ यहाँ बर्थडे सेलिब्रेट सबैले पनि यहाँ देख्न गइरहेको छ फोनमा त्यो फोन सजाएर यहाँ चाहिँ छक्का चाहिँ हाम्रो छक्का भाइ Don't close your eyes and you're breaking, but you're faking. Nothing's ever wrong. Concealing what you're feeling, always standing strong. But you don't need to act like you don't bleed when you come falling down. 'Cause there's no healing when you're not feeling anything at all.
हजुर के भन्न चाहनुहुन्छ भाइ रिताको लागि be a bird. भाइ तिमी के भन्न चाहन्छौ रिता बुनुको बर्थडेको बारेमा भन न छिटो रिता बुनुको लागि के एक दुई शब्द जाऊ धेरै धेरै शुभकामना छ हैन हजुर सधैँ खुसी हुनु हैन यस्तो चाहेको सबै कुराहरू पुरा होस् यही छ मेरो शुभकामना हजुरले के छ जन्मदिनको बिस्कुट खानु मात्रै यो छ व्यस्त ल बुनु रिता बुनुको बर्थडेको बारेमा धेरै धेरै शुभकामना दिनु पर्यो हजुर आज हाम्रो रिता बुनुको रिताको जन्म भएको दिन उसले चाहेको सबै कुरा पुरा होस् ल सीमा बुनु तिम्रो लाइन जाओस् न त अलिकति धेरै धेरै शुभकामना रिता साथीलाई हैन अन्जना तिमीलाई के भन्न चाहनुहुन्छ रिता बुनुको लागि यो एक्जाम फेल नगरोस् हैन रिता बुनुको लागि दुई शब्द हजुर तपाईले भनिदिनु चाहनुहुन्छ जन्मदिनको शुभकामना है अब आइन्दा ल रिता बुनुको लागि के रिता बुनुको लागि दुई शब्द प्लिज ह्यापी बर्थडे भाइ रिता बुनुको लागि दुई शब्द ल भाइ रिता बुनुको लागि दुई शब्द भाइ यहाँ भन न के खानु हतार हो तिमीलाई खाउ न भाइ खाउ न आमा दर्शक महानुभावहरू अलिकति कृपया नगर्न भाइ त्यसो गर्नु हुँदैन यहाँ हाम्रो एसई दिने 10 कक्षाको सम्पूर्ण विद्यार्थीहरू चाहिँ यहाँ उपस्थित छ र हाम्रो रिता बुनुको लागि धेरै धेरै जन्मदिनको शुभकामना भन्न चाहन्छु शुभकामना व्यक्त गर्नुको साथै यहाँ टिकाको डेन्जर छ खानु पर्यो खानु पर्यो टोपी लगाउनु कक्षा 10 मा रहनुहुने सम्पूर्णलाई हार्दिक शुभकामनाको साथै जन्मदिनको धेरै शुभकामना भन्न चाहन्छु म धेरै धेरै सम्पर्क यहाँ चाहिँ बुनुले बिस्कुट तार्दैछ गम गम यहाँनिर दिँदैछ स्पेसल तर यहाँनिर टोपी दुईचोटि झरिसकेको छ अब 3 चोटिमा बुटक पुऱ्याउनेछ यहाँ उत्कृष्ट भन्न चाहन्छ यहाँ केटाहरू निकै नै तार्दैछ यहाँ देख्न सकेको छैन हेर्नुहोस् गाई त्यहाँ केकको बारेमा बाँच्दैछ केकमा बाजेको हेर्न सक्नुहुन्छ यहाँ केकमा बाजिरहेछ यहाँ हेर्न सक्नुहुन्छ यहाँ पनि छ चोको केक निकै नै उत्कृष्ट यहाँ केक पनि खानु कति साह्रो चोरहरू छिटो पो रहेछ यो कालो त आदियो दर्शक मान्नु बाँडी चुडी खानुपर्छ मिठी बाँडी देख्न सक्नुहुन्छ म चाहिँ क्यामेराम्यान कसैले देख्नु भएन होला उत्कृष्ट मामन आम्ने सामने खाँदैछ निकै नै उत्कृष्ट गरी स्लो मोसनमा खाइरहेछ यहाँ प्लास्टिकमा के बोल्छ त्यो पनि थाहा छैन मलाई आजको मेरो ब्लगमा यति नै हुन्छ गाइस अब नाच्नु पर्ने हुन्छ गाइस कृपया सुनिदिनु होला यो चाहिँ 1 नम्बरको चोरै बिस्कुट चोरेर के फाडिहालेको छ यहाँनिर जो छैन निकै नै यसै दिनु आएको बारेमा केटाहरू यस्तै गरिरहेछ यहाँ
बर्थडे सेलिब्रेसन खाएन नि भाइलाई यहाँ निकै नै यो हाम्रो केटाहरू निकै रमाइलो मुडमा छ। यहाँ देख्न सक्नुहुन्छ छक्का भाइ छक्का जस्तो गरिरहेछ। यहाँनिर हाम्रो धनेज्यू मनको धन धनको मन तनको धन निकै नै यस्तो छ मिलिरहेछ गाइज। यहाँनिर चाहिँ एकदमै आम्ने सामने भइरहेछ। यहाँ रेकर्ड पनि भइरहेछ देख्न सक्नुहुन्छ। डबल रेकर्ड भइरहेछ। सायद भुल गरे मैले किन हो यस्तो यो यता राख। कालो त कालो बुलु थोरै पर जाऊ न तिमी पर जाऊ न अलिकति। निकै नै उत्कृष्ट बर्थडे सेलिब्रेटी भइसकेको छ यहाँ। तर यो कालो चाहिँ एकदमै तितो छ गाइसहरू होइन। जे होस् मलाई चाहिँ होइन यो चाहिँ ठिक छ क्या मलाई खानु दिएन। देख्न सक्नुहुन्छ होइन यहाँ क्यामेराम्यानले खानु पनि दिनु सकेन क्या मलाई अब होइन। म चाहिँ खाने नै हो। निकै नै हाम्रो बर्थडे गर्ल निकै एक्साइटेडमा हुनुहुन्छ डान्स हान्नुको लागि। कृपया यहाँ हुनुहुन्छ एकदमै ह्यान्डसम। यो ह्यान्डसमको नम्बर चाहिने सम्पर्क गरिदिनु होला 97 0 37 50 8 मा। यो हामी सबैको तर्फबाट तँलाई गिफ्ट ला। ओइ त चम्ची देऊ न त अर्को चम्ची यो चम्ची चाहिँ यसरी अझै त तर्फबाट यसरी बदल्नु। निकै नै एक्साइट हुँदै सुरुमा आफै नै खानु खोजिरहेछ। यस्तो पनि हुँदो रहेछ जिन्दगानी दर्पण छायामा। हाम्रो चाहिँ यहाँ बुनु क्या फिल्मको हिरोनी भन्दा राम्री छ तर पनि भन्दिन। 10 जना छौँ 12 जना गन होइन र पनि केही छैन। हामी चाहिँ खानुपर्ने हुन्छ गाइज। ल गाइजहरू यहाँनिर खाँदैछ। यहाँनिर देख्न सक्नुहुनेछ यहाँ बुनु छ यहाँ खाइरहेछ निकै नै उत्कृष्ट। यहाँ देखाउनु न खाएको चाहिँ यहाँ ठुलो यो एकै गाँसमा सघाउनु पर्यो। ल एकै गाँसमा कम्मै हाल न छिटो एकैचोटि हाल भन्छु। बुनुले निकै नै प्रतिभाशाली देखाउनु भइरहेछ। हाम्रो कोन्डाले पनि खाइसक्नु भएको छ केही छैन। अनि एकैचोटिमै ननिकाली त हो यो म खानु आएर राखिरहेछ देखाउनु न मलाई पनि यहाँ कस्तो अट्छ कि अट्दैन भन् त। गाइजहरू आजको दिनमा रमाइलो फिल्ममा निकै नै एक्सर्साइज हुँदैछौँ। निकै नै प्रतिभाशाली भइरहेछ जिन्दगानी दर्पण छाया। यहाँ देख्न सक्नुहुन्छ निकै नै प्रतिभाशाली ज्ञान। निकै नै झन्नै अड्क्यो मलाई। पानी लिएर आऊ कति गोरी देखाएको मान्छे देख्न सक्नुहुन्छ आजको दिनमा रमाइलो क्षणमा गायकहरू र यस्तो जिन्दगानी दर्पण छाया। ओए देता बुन्नु आजको अपलेटर चाहिँ म है। ल हजुरको बर्थडे सेलिब्रेसन गरेर भएको छ। बर्थडे गर्लले केही कृपया वास्तविकता कुरा भन्न चाहनु भइरहेछ। टोपी जान्नु पर्यो ल
मलाई चाहिँ एकदमै खुसी लाग्यो मलाई थाहा नभई मलाई सबै मेरो साथीभाइ प्रिय मित्रहरूले होइन यसरी सरप्राइज दिँदा चाहिँ मलाई एकदमै खुसी लाग्यो हजुर रुँदाखेरि आँसु आएन छोरै त्यति उयो भयो तर जे होस् मेरो बर्थडे हो भनेर यतिसम्म गरिदिनु भएकोमा सबैलाई मेरो प्रिय मित्रहरूलाई धन्यवाद दिँदै यहाँनिर देख्न सक्नुहुन्छ सिकम सिवाल्ला बुनु यहाँ छ आजको दिनमा रमाइलो छिनमा